धन्यवाद आखु हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो। एकै दिन प्रकाशन भएका 5 दैनिक पत्रिकाको राशिफल र सबै पत्रिकामा चाहिँ फरक फरक राशिफल आएको थियो। आखिर यो ज्योतिष विद्या भनेको के हो त? ज्योतिष विद्यालाई कतिले विज्ञान भन्छन्, कतिले विज्ञान भन्दैनन्। यो हो कि यसको जवाफ खोज्ने प्रयासमा हामी जुटिरहेका छौँ र हामीसँग हुनुहुन्छ युवा ज्योतिष तथा वास्तुशास्त्री हरिहर अधिकारी, 23 वर्षको हुनुहुन्छ। उहाँ निकै यङ हुनुहुन्छ र उहाँको कुरा गर्दाखेरि वर्ल्ड एस्ट्रोलोजर सोसाइटीबाट उहाँले स्नातकोत्तर गरिसक्नु भएको छ। निकै नै चर्चित पनि हुनुहुन्छ। केही प्रेडिक्सनहरू उहाँले गरेको सत्य साबित भएपछि अझ चर्चित हुनुभयो। विशेष गरी राजेश हमालको बिहेको प्रसङ्गमा पनि उहाँ निकै नै चर्चित हुनुभयो। आउनुहोस् उहाँलाई स्वागत गरौँ। यहाँलाई स्वागत छ कार्यक्रममा। थ्याङ्क यू, धन्यवाद। तपाईँलाई म सुरुमा भनिदिइहाल्छु, आई डोन्ट बिलिभ इन लक। म लक र भाग्यमा विश्वासै गर्दिनँ। त्यति भन्दा पनि बिहान उठेर पत्रिकामा राशिफल चाहिँ म हेर्छु। त्यस्तो खालको मान्छे परे म। लक र भाग्यमा विश्वास गर्नुहुन्न, भन्नुको अर्थ चाहिँ राशिफलमा विश्वास गर्नुहुन्छ। त्यही त, फेरि बिहान उठेपछि यो राशिफल हेर्ने बानी भइसकेको छ। फेरि म एउटा उदाहरणको रूपमा प्रस्तुत मात्र गरे हो। धेरैजना त्यस्ता छन् क्या, मेरो घरमा ड्याडी मम्मी हेर्नुहुन्छ, अरू धेरै साथीले लकमा विश्वास गर्दिनँ भन्दा पनि राशिफल हेरेको हुनुहुन्छ। अब सबभन्दा पहिला रिपोर्ट तपाईँले हेरिहाल्नुभयो, हाम्रो टिभी जर्नलिस्ट आखुले तयार पार्नु भएको। ज्योतिष विद्या पहिला सबभन्दा पहिला विज्ञान हो कि होइन? ज्योतिष विज्ञानै भन्छ, ज्योतिष शास्त्र हो होइन। यस्तो छ, हाम्रो जुन इल्युजन कसरी भयो, कन्फ्युजन कसरी भयो भन्ने कुरामा हामी जानुपर्छ। धर्म, आस्था, ज्योतिष शास्त्र, यहाँनिर के भयो, धर्म र ज्योतिष शास्त्रलाई सँगसँगै लगेर आयो पहिलादेखि, पौराणिक तरिकादेखि लिएर। त्यही भएर के भयो त भन्दाखेरि सूर्यलाई जब नमस्कार गर्ने, जल चढाउने, पिपलको बोटमा जल चढाउने विधिहरू छ नि, ओम घृणी सूर्याय नमः भनेर मन्त्र जप्ने, भगवानको पूजाआजा गर्ने, कुलदेवताको पूजाआजा गर्ने। यो कारणले के भयो त भन्दाखेरि ज्योतिष त यो धर्म भगवानतिर रिलेटेड पो रहेछ त, यो त शास्त्र त होइन। मान्छेको भूत भनिदिने, वर्तमान भनिदिने, भविष्यको कुरा गरिदिने होइन, यो त एकदम ठुलो चमत्कार हो, यो त दैविक शक्ति हो। अझ कसैले त चामल सिरानीमा राखेर देखेर चामल स्टडी गरेर मान्छेको जीवन बताइदिने, सुन्नु भएको छ? कति कुरा ओके, चामल राखेर चामलको बाटो भनिदिने होइन। यस्तो कुराहरू केही पनि होइन। ज्योतिष भनेको शास्त्र हो, गणितीय क्यालकुलेसन्स हो, र धर्म भनेको आस्था हो। धर्मले हामीलाई बानी व्यवहार, बिहेभियर, पौराणिक कथाहरू, भगवानका कुराकानी कथाहरू सिकाएर चाहिँ नकारात्मक सोचबाट सकारात्मक सोचमा परिवर्तन गराइदिन्छ। हाम्रो भन्ने के हो भन्दाखेरि जेठ र असारको महिनामा बिउ रोप्नुहोस्, धान उम्रिन्छ। अब अमेरिकाबाट बिउ लिएर आउनुभयो, एकदमै राम्रो छ, जर्मनको बिउ हो धानको, र माघमा लगेर धान रोप्नुभयो भने फल्दैन। त्यही पानी चढाउनुभयो, त्यही ठाउँमा लगेर रोप्नुभयो, सेम ठाउँमा, सेम प्लेसमा, तर अमेरिकाबाट ल्याएको एकदमै राम्रो क्वालिटीको बिउ, सबै चिज राम्रो छ, तर त्यसलाई मङ्सिरमा ल्याएर धान रोप्नुभयो भने फल्दैन। ओके, म यहाँनिर रोकिहालेँ। क्यालकुलेसन भनेर तपाईँले भन्नु भने भर्खर एउटा उदाहरण पनि प्रस्तुत गर्यो। 5वटा दैनिक पत्रिकाको र एकै दिन प्रकाशित भएको राशिफलले सपोज एउटा मित्र भेट भनिरहेको हुन्छ, अर्कोले शत्रु बढ्ने भनिरहेको हुन्छ। यदि क्यालकुलेसन हुँदा सबैमा एउटै आउनु पर्ने नि, आएन नि त? त्यो क्यालकुलेसन गर्ने मान्छेमा भर पर्यो। अब त्यो 5वटा पत्रिकाले 5वटा छाप्या छ भन्ने कुरा आयो होइन, तर त्यहाँ 5वटा पत्रिकाको 5वटा ज्योतिषहरू छन्। फेरि त्यहाँ छाप्ने, पत्रिकाले छाप्ने त होइन, त्यहाँ काम गर्ने एस्ट्रोलोजिस्टहरूले छाप्ने हो। अब उहाँहरूले के स्टडी गर्नु भएको छ त, कहाँको स्टडीलाई ल्याएर जोड्नु भएको छ, अनि त्यो कुरामा भर पर्यो। यदि विज्ञान हो भने त विज्ञान त तथ्यमा आधारित हुन्छ, एउटै तथ्य हुनुपर्ने होइन र। यदि विज्ञान साइन्स जस्तै पृथ्वी गोलो छ भनेको मैले पढे पनि गोलो छ, तपाईँले पढे पनि गोलो छ हुनुपर्ने हो होइन? त्यसपछि राशिफल पनि त हुन्छ हुन्छ, मित्र भेट हुन्छ, सबैतिर मित्र भेट हुनु, सबैतिर मित्र भेट नै हुन्छ, सबैतिर एउटै नै हुन्छ। के हो भन्दाखेरि त्यो एजुकेसन फरक पर्यो। ज्योतिषहरूको कुराकानी भयो त्यहाँनिर, ज्योतिष विद्याको कुराकानी भएन यहाँनिर, एस्ट्रोलोजीको कुराकानी भएन, एस्ट्रोलोजर्सहरूको कुराकानी भयो। जसले चाहिँ राशि लेखे नि, के हेरेर लेखे त तिनीहरूले, के क्यालकुलेसन गर्नुभयो त उहाँहरूले, फरक आयो नि। त्यो 5 जनालाई राखेर तपाईँहरूले यस्तो किन लेख्नुभयो, तपाईँले यस्तो किन लेख्नुभयो, तपाईँले यस्तो किन लेख्नुभयो भनेर भन्न सकिन्छ होइन। र क्यालकुलेसन एउटै हो। अब क्यालकुलेसन कसैले मिस्टेक गरे होलान्, कसैले चाहिँ केही छुटाए होलान्, कसैले चाहिँ केही कसैले एकुरेट होला कसैको। अब त्यो क्यालकुलेसनमा फरक पर्यो। त्यसपछि नि हरिहरजी यही कुरामा हामीले विश्वास कसको गर्ने हो, त्यसमा कुन पत्रिकाको विश्वास गर्ने? यहाँ यस्तो गर्नु पर्यो। अब टेलिभिजनमा पनि राशि भनेको एउटा राशि भएको मान्छेहरू चाहिँ संसारमा मिलियन्स ट्रिलियन्स मान्छेहरू हुन्छन्। यो भनेको जस्तै मान्छे के छ त, बाहुन, छेत्री, नेवार होइन, अब कामी, सार्की, दमाई मान्छेहरू सबै छन् होइन। अब मान्छेमा
बर्ड फ्लू आयो भनेपछि कामी सार्की दमाई बाहुन छेत्री सबैमा त आएन जो मान्छेलाई त्यो सेक्टरमा भयो त्यस्तै आयो होइन अब राशि पनि सबैको मिल्दैन फेरि है कतिपयको मिल्छ कतिपयको मिल्दैन जसको जन्मेको साल महिना समय गते एक्युरेट छ 100% एक्युरेट छ त्यो मान्छेको मिल्छ त्यस्ताको मिल्दैन समग्रमा हेर्ने कुरा भयो मान्छे भने जस्तै राशि भयो होइन त्यसरी हेर्ने क्याटेगोरी पनि छुट्टा छुट्टै छ अब कसको हेर्ने कुनलाई विश्वास गर्ने भन्ने कुराहरू हुन्छ भने चाहिँ त्यो हामीले बुझ्नु पर्यो कुन एक्युरेट छ त कुन राइट छ त कसले चाहिँ रिसर्च गरेर निकालेको छ त कुन चाहिँ अपडेटेड छ त कसका पहिलाका कुराहरू चाहिँ एकदम एक्युरेट भइरहेछ नि त त्यो एनालाइसिस गर्न सक्ने क्षमता हामीमा हुनु पर्यो ओके हरिजी जस्तै मेरो राशिफलको कुरा गर्दाखेरि मेरो नारायणको नाम भन्नु हुँदैन भन्ने पनि मान्ने छ म भन्दिनँ पनि है र त लागिहाल्छ नारायणको नाम अनुसार मेरो मिथुन राशि हो तर मेरो बर्थ डेट अनुसार चाहिँ क्यान्सर हो रे होइन फरक अब मैले कुन चाहिँ राशिफल फलो गर्ने क्यान्सर फलो गर्ने कि मिथुन फलो गर्ने मैले हरिजी माइक खस्यो मिलाउनु भयो हुन्छ ठिक छ अलराइट माइक हल्का लुज ठिकै छ ओके हजुरको जुन मेरो इङ्ग्लिस डेट अनुसार क्यान्सर भयो वेस्टर्न एस्ट्रोलोजी र इस्टर्न एस्ट्रोलोजीमा फरक के छ भन्दाखेरि अब बाहिर हजुरले हेर्नुहुन्छ भन्दाखेरि जनवरीदेखि मार्चसम्म एउटा राशि मार्चदेखि मेसम्म अर्को राशि होइन चार्ट त्यसरी छुट्याइएको छ त्यो भनेको त कस्तो भयो समग्रमा भयो नि तपाईँको होइन वैशाखदेखि असारसम्म जन्मेको मान्छेको सबैको मेष राशि भने जस्तो भयो असारदेखि भदौसम्म जन्मेको सबैको वृष राशि भने जस्तो भयो तिनीहरूको क्यालकुलेसन त्यही तरिकाले हुन्छ तर हाम्रो तपाईँको जुन मिथुन राशि भन्नुभयो अब तपाईँले मिथुन राशिलाई ठ्याक्क चेन्ज गरेर मेष वृष मिथुनलाई तपाईँले क्यान्सर बनाउनु भएन क ख गलाई सी भन्न भएन क ख ग नै हो एबिसी सी नै हो होइन क ख ग र एबिसीसँग ठ्याक्क अल्टरनेट गर्नु भएन त्यसको सिस्टम छुट्टै छ यसको सिस्टम छुट्टै छ अब यहाँ तपाईँको कसरी राशि अनुमान गरिएको छ जन्मेको साल महिना गते र समयबाट जन्मिँदाखेरि नारायणको नाम निकालेर त्यो नारायणको पर्टिकुलर नामबाट तपाईँको राशि दिइएको छ नक्षत्र हेरेर अब त्यहाँ कसरी राशि दिइएको छ तपाईँको अब तपाईँको जन्मेको मन्थको बिचमा पारेर अब त्यति बेला त लाखौँ मान्छे जन्मे हुन्छ अब त्यसो भए यही कुरामा हामीले कसको पत्याउने त वेस्टर्नको पत्याउने कि हाम्रो इस्टर्नको पत्याउने मोर एक्युरेट तपाईँको पर्सनल डेट अफ बर्थ टाइम प्लेसबाट पर्सनल्ली तपाईँको इस्टर्नले दियो त्यही भएर इस्टर्नलाई तपाईँले पत्याउने ओके ल एउटा रमाइलो गरिहालौँ जस्तै मैले अघि तपाईँलाई मेरो बर्थ डेट सबै भनिसकेको छु एक्चुअली त्यहाँ कसरी गर्नुहुन्छ क्यालकुलेसन अलिकति प्रेडिक्ट गरिदिनु न मेरो बारेमा राइट तपाईँको अघि बर्थ डेट भन्दाखेरि यहाँ मैले इन्ट्री पनि गरिसकेको थिएँ मिथुन राशि नै रहेछ तपाईँको बर्थ डेट अनुसार मिथुन भयो मिथुन राशि तर इङ्ग्लिस फलो गर्ने भने फेरि क्यान्सर हुन्थ्यो है त्यो क ख गलाई एबिसी भने जस्तो अब ग र सीमा कति फरक छ धेरै फरक छ हैन त्यो आफै अनुमान गर्न सकिन्छ अब मिथुन राशि नयाँको नाम भनिदिउँ क्या नयाँको नाम केबाट आउँछ पहिला अब पण्डितजीले के राखिदिनु भएको केबाट आउँछ केबाट राखिदिनु भएको त्यो भन्नु ठिकै छ गण भन्ने हुन्छ एउटा देवगण पर्या रहेछ देवगण भनेको कस्तो भन्दाखेरि विशेष गण छुट्याइया हुन्छ कि बिहा गर्दाखेरि पार्टनरसिपको काम कारोबार गर्दाखेरि हेरिन्छ देवगण भएको मान्छेले राक्षस गण भएको मान्छेसँग पार्टनरसिपमा काम गरेपछि अलिकति कन्फ्युजन अलिकति झगडा हुन्छ है त्यो कहिलेसम्म राक्षस गण भएको मान्छेसँग काम कारोबार गरिएको छ कि छैन गरिएको छैन होइन ओके कुण्डलीमा हेर्नु पर्दाखेरि विशेष गरी रेजहरू हेर्ने गरिन्छ शरीरभित्र कुन ग्रहको रेज कति डिग्रीमा आइपुगेको छ भनेर सूर्य ग्रह हुन्छ एउटा तपाईँ जन्मिँदाखेरि तपाईँ जस्तै कि एउटा साल एउटा महिना एउटा गतेमा जन्मिनु एउटा समयमा जन्मिनुभयो त्यो समयमा तपाईँको घरदेखि ल्याटिट्युड लङ्गिट्युडदेखि सूर्य कहाँ थियो त होइन जस्तै तपाईँ बिहान दिउँसोको समयमा जन्मिनु भएको छ भने सूर्यको रेज कति डिग्रीमा आइपुग्यो बडीमा चन्द्रमाको किरण कति डिग्रीमा आइपुग्यो मङ्गल बुध बृहस्पति ग्रहहरूको रेज कति डिग्रीमा आइपुग्यो सूर्यको किरण तपाईँको शरीरमा 11 डिग्रीमा छ 0 डिग्री 5 डिग्रीमा भएको मान्छेहरू पनि भेटिन्छन् अब सूर्यले के गर्ने हो त मान्छेको कन्फिडेन्ट लेभललाई स्ट्रङ गराउने हो सूर्य 11 डिग्रीमा छ कन्फिडेन्ट तपाईँको राम्रो हुन्छ अब यो कुरालाई होइन होला भन्नुहुन्छ भने एक्सपेरिमेन्ट गर्न सकिन्छ अब एक्सपेरिमेन्ट गर्दाखेरि कसैको जीवन बर्बाद हुन सक्छ एस्ट्रोलोजीमा एक्सपेरिमेन्ट गर्दाखेरि किन भन्दाखेरि साइन्समा एउटा ढुङ्गालाई ल्याबमा राखेर केमिकल हालेर एक्सपेरिमेन्ट गर्न सकिन्छ ढुङ्गा बर्बाद भयो केही प्रब्लम छैन केमिकल बर्बाद भयो केही प्रब्लम छैन एउटा बच्चालाई जन्मिन साथ अन्धकार कोठामा राखिदिउँ अर्को बच्चालाई राखौँ उज्यालो कोठामा त्यसको त्यो भित्र हुने सूर्यको किरण बढी भएको कारणले गर्दाखेरि एक्टिभ एकदमै कन्फिडेन्ट हाई भएको हुन्छ उज्यालो कोठामा बस्ने मान्छे अन्धकार कोठामा जन्मिने मान्छे एकदमै त्यो कन्फिडेन्ट लेभल 0 लेभलमै हुन्छ सूर्यको प्रभाव नपरेर
अब कसैको जीवन बर्बाद गर्न त सकिँदैन त्यो एक्सपेरिमेन्ट गर्न गाह्रो छ एस्ट्रोलोजीमा चन्द्रमा 23 डिग्रीमा छ तपाईको चन्द्रमा भनेको मनलाई हेर्ने ग्रह मन भावना चन्द्रमा भन्छ मन भावना कसैलाई हेल्प गर्न खोज्यो भने अगाडि बढ्ने खालको कुण्डली हो तपाईको सोशल वर्कमा कतिको इन्ट्रेस्ट छ सोशल वर्क गर्ने खालको कुण्डली पनि हो यो ठीक ओके सोशल वर्कमा हैन अलिकति एउटा ग्रह कमजोर भनेको कस्तो छ भन्दाखेरि शनि ग्रह 15 डिग्रीसम्म भएको एकदमै राम्रो हो शनि ग्रह 15 डिग्री भन्दा माथि पुग्यो भने त्यसले अलिकति नराम्रो गराउँछ नराम्रो त के भन्ने अहिलेको जमानामा हैन तर पनि शनि 20 डिग्रीमा छ शनि 20 डिग्रीमा भनेको अब मान्छे स्वदेश छोडेर विदेशको यात्राहरू पनि धेरै राम्रो हुन्छ कतै अप्रोच केही टेक्निक्सहरू विदेशको लागि केही अप्रोच गर्नु भएको छ ठिकै यस्तामा अब डिजिटलाइजेसन नगरिहाल्यो ठिक छ धेरै कुराहरू प्राइभेट पनि हुन्छ हैन फेरि डर पनि लाग्छ प्राइभेट खुल्ने हो के हो त्यही भएर शनिले हेर्ने भनेको तपाईको शनि भनेको कस्तो त भन्दाखेरि मान्छेलाई घरदेखि टाढा पठाउने ग्रह शनि अब फेरि धर्मलाई जोडिया छ कि यहाँनिर भनिन्छ नि शिवजीले यो अब धर्मको कुरा हो हैन यो मैले जस्ट एज एक्जाम्पल मात्रै दिएको यो कतिको तथ्य सत्य चाहिँ आई डोन्ट नो एक्जाम्पल मात्रै भगवान शिवजीले मलाई शनिको दशा सशा लाग्न सक्दैन खै म 14 वर्ष गएर गुफा मुनि लुक्दिन्छु शनिको दशा लाग्दैन कसरी लाग्दो रहेछ शनिको दशा भनेर गुफा मुनि गएर 14 वर्ष लुक्दाखेरि 14 वर्ष पछाडि निस्किँदाखेरि शनिसँग भेट भएछ खै त तेरो दशा त लागेन मलाई 14 वर्ष त म गुफाभित्र लुकेँ शनिको एन्सर के थियो भन्दा तल 14 वर्ष शनिको त्यो गुफाभित्र बसाउने नै ओके अनि त्यस्तै शनिले मान्छेलाई घर फ्यामिलीदेखि टाढा बनाउने काम गर्छ मिन्स बाहिर विदेश अब अहिलेको टाइममा के छ भन्दाखेरि विदेश जानु भनेको राम्रो छ क्या तर अर्को हिसाबले हेर्दाखेरि घर परिवारदेखि टाढा त्यो नराम्रो शनि भनेको अर्को कस्तो घर परिवारदेखि टाढा कुल खानदानदेखि बाहेकको भन्दाखेरि विवाहको कुरा आउँछ इन्टरकास्ट वैवाहिक जीवन यो कुराहरू शनिले हेर्ने भयो यस्ता कुरा शनिले क्यारी गर्छ शनि 20 डिग्रीमा छ शनिबारको दिन सूर्य उदाउनु भन्दा अगाडि पिपलको बोटमा गएर जल चढाउनु पर्यो फेरि तपाईँले क्वेसन गरिहाल्नुहुन्छ मलाई शनिबारको दिन बिहान सूर्य उदाउनु भन्दा अगाडि पिपलको बोटमा जल चढाएर मेरो शनि कसरी राम्रो हुन्छ माइन्ड रिडिङ त गर्दैन तर थाहा भएको यो यस्तो क्वेसन आउँछ भने अल राइट शनिबार अब बारकै कुरा गरौँ होइन सन्डे भन्छ डे अफ सन मन्डे भन्छ डे अफ मुन ट्युसडे भन्छ डे अफ मार्स ग्रिक ल्याटिन वर्डबाट खोज्ने हो नि त्यही नै हो मङ्गल ग्रहको बार मङ्गलबार बुध ग्रहको बार बुधबार बृहस्पतिको बार बृहस्पति शुक्रबार शनिबार यो दिनको नाम कसरी निर्धारण गरिएको होला त केही अनुमान गेस गर्न सकिन्छ होला थाहा भएन म त एस्ट्रोलोजर पढिन म त एङ्कर मात्रै पढे थाहा भएन दिनको नाम चाहिँ ग्रहको नामबाट गेस गरिया छ ठाडै ग्रहको नामबाट सिधै शनिको बार शनिबार मङ्गलको बार मङ्गलबार बुधको बार बुधबार डे अफ स्याटर्न स्याटरडे डे अफ मर्करी वेडनेसडे डे अफ सन सन्डे डे अफ मुन मन्डे वेस्टर्नले पनि हामीले पनि संसारले फलो गरिरहेको छ त्यही चिज ग्रहको नामबाट बार राखेको छ दिन दिनै ग्रहको नामबाट चल्छौँ किन राख्या भन्दाखेरि स्याटरडे के हुँदो रहेछ डे अफ स्याटर्न भनेको शनि शनिको प्रभाव अलिकति बढी पर्दो रहेछ पृथ्वीमा त्यही भएर यो बारलाई शनिबार नबुझेको नि मैले हरेजी अब त्यो बिहान सूर्यदेव हुनुभन्दा अगाडि मैले जल चढाएर त्यसको के रिलेसन छ र मेरो यो मेरो पर्सनालिटीमा मेरो भविष्यमा के रिलेसन छ र अब बिहान उठेर जल चढाउनु अब बारदेखि सुरु भएको छ त्यहाँसम्म आइपुग्छु जस्तै अब शनिबारको दिन स्याटर्नको रेज बढी आउँदो रहेछ अर्थमा स्याटर्नको रेज बढी आएपछि के भयो त पिपलको बोर्ड यस्तो बोर्ड रहेछ जसले स्याटर्नको रेजलाई एब्जर्भ गर्न सक्दो रहेछ अब स्याटर्नको रेज त पिपलको बोर्डमा आएर जम्मा भयो नि राइट नीमको बोर्डमा पनि जम्मा हुन्छ नीम तितो हुन्छ नीमको बोर्डमा पनि जम्मा हुन्छ स्याटर्नको रेज पिपलको बोर्डमा जम्मा भयो अब तपाईँको शरीरमा शनिको किरण 20 डिग्रीमा छ सपोज मानौँ कि कसैको 0 डिग्रीमा छ 20 डिग्रीमा 15 डिग्री भन्दा माथि भयो भने नेगेटिभ हुन सक्छ तर त्यसलाई पोजिटिभमा कन्भर्ट गर्नु पर्यो तपाईँले पिपलको बोर्डभित्र सकारात्मक शनिको रेजहरू छ अब तपाईँ शनिबार दिन बिहान सूर्य उदाउनु भन्दा अगाडि उठ्नुभयो तामाको भाँडामा जल लिनुभयो जल लिएर गएर पिपलको बोर्डमा चढाउनु भयो जल चढाउँदाखेरि के हुन्छ पिपलको बोर्डमा भएको जति पनि त्यो रेज छ नि शनिको पानीबाट ट्रान्सफर भएर तपाईँको बडीमा आउँछ वाटर डाउनवार्ड फ्लो गर्दाखेरि त्यो तामाको भाँडाले के गर्छ तपाईँको बडीको रेजलाई त्यहाँ जानबाट रोक्छ र त्यहाँ पानी फ्लो हुँदाखेरि शनिको रेज तपाईँको बडीमा आउँछ सूर्य उदाइसके पछाडि चढाउनु भयो भने के हुन्छ सूर्यको किरणको अगाडि त्यो सान्तिना रेजहरू फ्लक्चुएट गर्न सक्दैन ट्रान्सफर हुन सक्दैन र चढाइसकेपछि ढोग्ने हो भगवान शनिजी भन्न लागेपछि फेरि रेज फ्लक्चुएट भइहाल्छ काम भएन जल चढाउनु पर्यो हिँड्नु पर्यो त्यहाँबाट हुन्छ हामी एउटा ब्रेक लिन्छौँ ब्रेक पश्चात के 5 राजनीति
नेपालको राजनीतिका 5 खेलाडीहरूको बर्थ डेट र जन्मस्थान लिएर हामी आउँदैछौँ र तपाईँसँग प्रेडिक्सन गर्ने हामी प्रयास गर्नेछौँ। अहिले हामी एउटा ब्रेकतर्फ जाँदैछौँ। कहीँ न कहीँ हामी यो ज्योतिष विज्ञान भनेर जसलाई भनेको छ यो कतिको एकुरेट हुन्छ र आखिर विज्ञान हो कि होइन यस बारेमा चर्चा गरिरहेका छौँ। अहिले भने ब्रेक।